गाइज वेलकम टु माई न्यू डे न्यू भ्लग होइन ट्याकला र हामी दाजुभाइ चाहिँ आज मुस्ताङको यात्रा तय गरेका छौँ। अरू चाहिँ अब 2 दिन लाग्दा त हेर्नुहोस् मुस्ताङ हामी चाहिँ 1 दिन जाने टार्गेट छ। के हुन्छ कस्तो हुन्छ हजुरहरूलाई हामी बताउने छौँ। हामीले यहाँ चिया खान लागेको जाडो हो काहीँ खोलेर हिँड्छ दाइ चाहिँ ट्याका लाएर बस्नु भएको छ। ट्याका लाएर हो बुढा गरे जस्तो लाग्यो मलाई चाहिँ। बाटोको हालत यस्तो छ हेर्नु त धारिङ बेसीमा पानी परेर बिहान 4:30 हिँडेका हुसु लगाइरहेको छ हेर्नु त मास्टर है हुसु। हामी अब चिया खान्छौँ चिया निस्किन्छौँ। कस्तो छ दाइ खाजा मिठो भयो हो। हामी चाहिँ अब खाजा खान आइसकेका छौँ होइन दादा हो त। टक्क लाएर चाहिँ यहाँ मुगलिनबाट चाहिँ पोखरातिर छुट्टिने खालको यो पुलमा चाहिँ आइसकेका छौँ। ट्याक्क लाएर यहाँ हेर्नुहोस् देख्न सकिन्छ होइन। यहाँ दाई हुनुहुन्छ दाईको हालत यस्तो छ ल। मेरो पनि हेर्नु त है जुत्ता त खत्तम भइहाल्यो नि यहाँ। दामी होइन हामीहरू चाहिँ यहाँसम्म आइपुग्यौँ हजुरहरू होइन। यहाँ पुल रहेछ राम्रो बाटो चाहिँ अलिकति बिग्रेछ यसको टोपीले बिगाएर हो। लाइट पनि अलिकति गयो जस्तो छ होइन। अगाडि हामीभन्दा अगाडि सानो बाबु इज्जत दिन गइरहेको जस्तो छ होइन। यस्तो टाउकोमा राखेर चाहिँ अलिकति राम्रो बाटो अलिक खाल्डा खुल्दो ढिलो। अगाडि एउटा राम्रो पुल बन्दै गरेको देखेर यस्तो बनाउँदैछु। मेरो राइडर भाइ चाहिँ यहाँ अगाडि चलाइरहनु भएको छ। उहाँ चाहिँ साह्रै ह्यान्डसम हुन्छ है। अन्त एकछिन पछि रिभिल गरौँला फेस। अहिले चाहिँ हामी यो साइड पुलपट्टि त्यो पुलको चाहिँ ट्याक्कै नाम पढ्न नसकेको कारणले गर्दा अलिकति भ्लग पनि भएन मेरो भाइको लागि हो यो सबै। यहाँ राम्रो खोलो रहेछ एउटा खोलो अलि हल्का चाहिँ धमिलो देखिएको छ। वरिपरि राम्रोसँग नउब्रेको कारणले गर्दा सिन चाहिँ त्यति राम्रो देखिन सकिने दुर्भाग्य भन्नुपर्छ। घाम राम्रोसँग लागेको भयो स्किन राम्रो देखियो होला सायद। यो पुलमा चाहिँ हामी यात्रा गरिरहेका छौँ। यात्राको क्रम जारी छ। आज अबको यात्रा कहाँ गएर पुगिन्छ भन्ने कुरो चाहिँ अब खाना खाएपछि र समयले बताउने कुरा हो। अहिले हामी निरन्तर यात्रा गर्छौँ होइन। अब यस्तै हो मिलिजुली दाजुभाइको यात्रा चाहिँ हाम्रो सफल पार्ने क्रममा हामी निरन्तर लागि परिरहेका छौँ। कहिले बाबुले चलाउने कहिले मैले चलाउने यस्तै तरिकाले हाम्रो चल्दैछ। अलिकति फोटो पनि राम्रै आइरहेको कारणले गर्दा सिन अझै पनि राम्रो बनाउन सकिन्थ्यो तर यो घामले घाम नभएको कारणले गर्दा पनि सकिएन होइन। मैले पनि 2-4 भिडियो बनाउने कोसिस गरिरहेको छु मेरो भाइलाई अलिकति मद्दत होस् भनेर। अब अरू त्यस्तै हो बाटोमा अलि जाम चाहिँ अलिकति खाल्डो बाटो भएको कारणले गर्दा स्पिड लिन सकेन। यहाँबाट चाहिँ बाटो अलिकति बिग्रेको हुन्छ। वाहन बाटो थियो अगाडिको बाटो भयो। अब यसपछि चाहिँ हल्का बाटो सही छैन है है हेर्नु बाटो यस्तो छ। बाइकको चाहिँ अब क्लच अलिक साह्रो भएर यहाँ फेर्न लागिरहेको छौँ हामी पोखरामा। ठ्याक्कै 11 बजी ठ्याक्कै हामी पोखरा आइपुग्यौँ हुन्छ। अहिले त के धुलोले चिलायो क्या धारी। हामी चाहिँ अब धर्ममा आयो क्या हो। हामी चाहिँ अब यो पोखराबाट चाहिँ अब मुस्ताङ जानेतिर लागिसकेका छौँ। हामी फेरि आज 2 दिन लागेको छौँ। हामी चाहिँ 1 दिन जानु लाग्यो 4:30 बजी हिँड्यो होइन बाल छैन हिँडिहाल्ने। अनि उहाँ चाहिँ पुरा उ लागेर के त धुलोले खतम। हामी चाहिँ अब ट्याक्क लाएर त्यो म्याग्दीभन्दा हल्का अगाडि आइसकेपछि यो थकाली होम्समा खाना खान लागिरहेका छौँ। अब यहाँ खाना खाँदै टक्क रोटी छ भ्यू हेर्दै ट्याक्क डाँडा काँडा होइन दादा दामी छ है। त्यो ठाउँलाई के भन्छन् भनिदिनु दादा म्याग्दी होइन म्याग्दी जिल्ला रोडी यस्तो छ हेर्ने। यहाँ जामा बसेर ठ्याक्कै आधी घन्टा 45 मिनट पुग्यो। आइसकेर चाहिँ इरिटेट लगाएर होला मैले झ्याउ लगाएर पुरा गफ दिन्छु बुढो फेरि सँग पनि गफ दिनु छोड्दैन नि दाइले फेरि टक्क छ। हामी टिचर जस्तो देखिरहेको छ बुढा पछाडि झोला सोला भयो ट्याक्क होइन।
काली नदी यस्तो मजाले बगिदिएको आफ्नै गति खाली चलाउँदैछ बाटोमा हिँड्दैछौँ पेट्रोल लाएर मजाले होइन अरू त के तर जिन्दगी यस्तै हो अब मेरो राइडर चाहिँ एकदम जलेको हो कि थकेको हो डरायो अलिकति अप्ठ्यारो भिड जस्तोमा चाहिँ भित्र त्यो जोड्छ मोर अर्काको लेनबाट ठिकै छ अब गाडी नआउँदा त आफ्नो नअर्काको गाडी पठाएर भइहाल्यो भइहाल्यो बाटो चाहिँ हाम्रो यहाँ बन्ने क्रममा अलिकति डेन्जरै रहेछ मलाई डर लाग्यो भाइ हल्का अलि बाटो अप्ठ्यारै हो नडरा भाइ बस आउँदैछ बस पढ्न दिनुपर्छ भाइ हेर्नु बाटो यत्रो सानो बाटोमा ठुलो बस चलाउनु त जान्ने है ड्राइभरहरूले मान्नुपर्छ सलाम छ गाह्रो छ भाइ ड्राइभर साथहरूलाई ल यो रूप चाहिँ झर्ना पर्दो रहेछ म्याग्दीमा हो कि मुस्ताङमा हाम्रो चिल्लाई थाहा भएन राम्रो बवालै छ बवाल होइन टेक्सी छ यार यति मेरो दाजुलाई चाहिँ बाइक हस्तान्तरण गर्न लागेको छु 25 किलोमिटरको लागि मलाई गाह्रो भइसकेको छ दादा ल बिस्तार है ल मलाई गाह्रो भयो नि तिमीलाई नि त ल धेरै स्पिड नकुदाउनु बाटो डेन्जर छ ब्रदर हेर्नु त हजुरहरू यो कतिको राम्रो छ यो हेर्दाखेरि मुस्ताङ आएको जस्तो भएको छ मलाई चाहिँ अब मेरो भाइलाई अझै पनि चित्त बुझिरहेको छैन मुस्ताङ खाके दाइ भन्छ तर मुस्ताङ यही हो बाटो फिक्स भइरहेको छ ब्रदर हजुर अब त के को ठुम्को दाइ खै ए खतरा रुख रहेछ यार त्यो त रुखै रुखले भरिएको त्यो पाइन कोट भन्छ नि भाइ पाइन ट्री भन्छन् हजुर पाइन ट्री भनेको हाम्रो त्यो सल्लो हो यो विदेशी गोब्रे सल्लो है बिहानी सल्लोलाई गोब्रे सल्लो अहिले म जुन गरेर दिएको है त जमसङ बजार आयो पाइन ट्री है जोर जमसङ वेयर स्काइज हिमाल 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 ल दाइ हेर्नु त के छ त हेर्नु त कस्तो भइरहेको छ हेर्नु त हावाले कस्तो गरिरहेको छ जाडो भयो लुगा कम छ भाइ सर जानुहोस् गाइज ओहो हेर्नु हावा फेरि उठ्नु लागेको छ यहाँ सास फेर्न गाह्रो भइसक्यो मलाई यार भइसकेको छ गाई छैन टकदार यहाँ त पुरा गरे जस्तो अनुहार पनि गरे जस्तो भइसकेको छ कति कुद्नु हामीलाई 300 किलोमिटर पुगिसकेको छौँ 350 जति यहाँ त राति 6 बजीतिर पो घाम लाग्दो रहेछ यहाँ त जाडोले नसेकेर आज पार्फान भने जस्तो हुँदैन यस्तो जाडो छ हल्दै जाडै छुट्टै किसिमको छ क्या यहाँनिर ओहो हेर्दा अहिले 6 बजे भनेर विश्वास लाग्दैन होला हेर्नु त 6 बजेको छ यहाँ त रात पर्ला जस्तो भयो यस्तो गरम छ क्या 6 बजे दाइ त नाति त प्लिज एकछिन नाति त दाइ मुस्ताङ हेर्नु त यो ओ हिमाल हेर्नुहोस् त गाइस हिमाल पारेको देश हिमाल देश भन्दा छ हिमाल पारेको जिल्ला भन्दा कुन जिल्ला दिनुहुन्छ दाइ हेर्नु त हिमाल ओहो घोडा चढ्नुपर्छ ल यो घोडा हेर्नुहोस् गाइस घोडा 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 हिमाल हेर्नु ओ नाइस प्लेस ओ दाइ हेर्नु त ए दादा यस्तो त मैले जिन्दगी देखेको थिइनँ यार कस्तो मैले जिन्दगी देखेको थिइनँ जिन्दगी क्या सबैजना एकचोटि चाहिँ मुस्ताङ घुम्न आउनु होला होइन ओहो यार दाइ ऊ त के अरे ऊ रहेछ यार वहाँनिर के अरे यो पानी झरी के झर्ना भन्छ झर्ना र त त्यो त हिउँ पक्रेर आएको त होला नि ओहो यार जिन्दगी मैले यस्तो देखाएको थिएँ यस्तो यस्तो हिमाल नजिक क्या हिमाल भन्नु पनि यसलाई टापो तर हिउँ परेको होला क्या यता हेर्नु यता चाहिँ रात पर्न लागिसक्यो गाई हेर्नु छ भइसक्यो यतापट्टि घाम लागिरहेको हेर्नुहोस् त गाइस देखाउनु न गाइस ओ माई गड ओहो मुस्ताङ त खतरा रहेछ नि त दाइ यार हो बाटो पनि डेन्जर छ बिस्तारै भाइ सबलाई म सही सलामत गराएको छु मलाई पनि सही सलामत लिएर जानुहोस्
ओहो ओहो दाइ के हो दाइ यो ओहो बाह्र हो नि भेडो हो अरे छ दाइ खोइ कहाँ अब बाह्र उतार पनि घर घाम लागेको छ गाई हेर्नु त कस्तो दामी चाहिँ नआयो होला कस्तो टक्किन भुइँ छोड्नलाई क्या तर बस्नु यहाँ भन्दा सही आइयो ए मजा आइरहेछ यहाँ अरे नाइस प्लेस छ यो चाहिँ गाई होइन जमसुङबाट चाहिँ लगभग हामी चाहिँ जमसुङ पुग्नको लागि चाहिँ 25 किलोमिटर छ मुक्तिनाथ पुग्नको लागि लगभग 45 किलोमिटर रहेछ होइन टक्कसँगले भ्यू यस्तो छ गाइज होइन ट्याक लाएर उहाँ भित्तामा चाहिँ हेर्नुहोस् त गाइज के भन्नु हेर्नुहोस् है बिस्तारै है गाइज यो चाहिँ के हुने चाउडिरहेछन् है गाइज चाउडी गाइरहेछन् गाइज देखो न गाइज देखो न भन्थ्यो एउटाले ट्याक लाएर दादा फेरि चलाउनु मानिसिन्न गा बाइक मलाई हात रहिसकेको छ के हो दादा म सक्दिनँ आइम बुढो आइम बुढो रे खतरा रहेछ यार यति सौरै ठाउँको जङ्गल भने सल्लो हो र सल्लो हो नि भाइ सल्लो हो तर हल्का भइसकेको छ नि होइन त हजुर यो ऊ खालको सल्लो हो क्या हजुर यो हाम्रोतिर चाहिँ बेसी भेगको होइन यो चाहिँ लेकमा पाइने सल्लो हो क्या भाइ त्यो अहिले विदेशभन्दा केही कम छैन क्या हाम्रो देश होइन छैन हो विदेशभन्दा कम पनि छैन अब यो ठाउँ हामीलाई थाहा चाहिँ छैन एक्चुअली कहाँनिर हो तर एकदम बेस्टै छ अब अँध्यारो ल गन्तव्य कहाँ हो हाम्रो थाहा पनि छैन किन भनेको हो अब गाह्रो चाहिँ गाह्रै छ किसिमले होइन अब एक लाख वर्षको व्यवस्था गरेपछि अनि हामीलाई अलिकति पर्ने साथी हुन्छ तर मारफातमा हालेको मलाई किन होला तर मारफात त पनि हामीले गर्छ भनेको चाहिँ के हाल्ने यो अति खत्रै छ है अब अब चाहिँ हामी चाहिँ गाई छैन होटलको खोजीमा छौँ कहाँ भेटिन्छ भनेर जलमुतिर बसेको छ लगभग अरू 2 दिनमा आउँछ भइसकेको छ हामी चाहिँ एकैचोटि पुस्तक जाने भनेर के हो त्यहाँ हो है गाई छैन जाड यस्तो छ कि ओ माई गड हो यो हामी के भाइ त्यो जमसुङसम्म नपुग्दा त्यस्तो जाडो छ झन् त्यस्तो मुस्ताङ एथेर गयो भने त हिउँ पर्न लागिसकेको छ हामी लगभग ओहो दादा रुप्ची झरना हेर्दै त ओ माई गड झरना माथि हेर्नुहोस् टक्क लाएर तातो पानी अन द वे टु मुक्तिनाथ हेलो माई डियर ब्रदर हाउ आर यु फिलिङ आई एम फाइन भेरी गुड तातो पानी बजार चाहिँ हाम्रो यति रहेछ अलिकति थोरै भ्यू हेर्छौँ मुस्ताङले अलिकति वेलकम गरेर थोरै जस्तो अलिकति भइरहेछ अलि अगाडि चाहिँ बाटो अप्ठ्यारो रहेछ त्यहाँनिर चाहिँ बनाउनै डर लाग्यो हेर्नुहोस् त गाइस हामी चाहिँ जोमसोङ आइसकेका छौँ जोमसोङ हो नाइस प्लेस हो हेर्नु त गाइस यहाँ चाहिँ फेरि अरू ठाउँमा चाहिँ अब बिहान घाम लाग्छ यहाँ चाहिँ फेरि घाम लाग्दा त 5:30 छ गाइस हेर्नु त फोटो खिच्छु क्या दादा ओ नाइ वहाँ हेर्नु त गाइस वहाँ हेर्नु त ओहो झर्ना हेर्नु त घाम लागिसकेको छ हेलो गाइस हजुरहरूलाई चाहिँ आज मेरो भिडियो कस्तो लाग्यो राम्रो लागेको छ भने शेयर कमेन्ट सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला आउने दिनहरूमा पनि यस्तै भिडियो लिएर उपस्थित हुनेछु अब उहाँले चाहिँ हामी कहाँ छौँ भाइ जोमसोङमा छौँ अब पार्ट 2 चाहिँ भोलि आउँछ मुस्ताङ ट्रिप डे 1 आज आउँछ बाँकी रहेको भोलि आउँछ नि फेरि गाइस हेर्न चाहिँ नभुल्नु होला के कसो दादा